धेरै नेपालीलाई थाहा नै छैन यी कानून, तर लागू भइसके। बलात्कारको उजुरी गर्ने दर्ता समय सीमा पहिले 35 दिन थियो, अहिले 1 वर्षभित्र उजुरी गर्न पाइने व्यवस्था गरिएको छ। 60 वर्षभन्दा माथिका बुबा आमालाई छोराछोरीले हेरचाह नगरेमा कानून अनुसार जरिवाना वा कैद सजाय हुन सक्छ। वेबसाइट, ब्लग, अनलाइन मिडिया अब सूचना विभागमा दर्ता नगरी सञ्चालन गरेमा कारबाही गरिने। फेसबुक, टिकटक, युट्युब आदि मार्फत चरित्र हत्या गरेमा 5 वर्षसम्म कैद वा जरिवानाको व्यवस्था गरिएको छ। गर्भवती महिलालाई तलबसहित 98 दिन मातृत्व बिदा अनिवार्य दिनुपर्ने व्यवस्था छ, नदिएमा कारबाही समेत हुन सक्छ। श्रमिकको न्यूनतम मासिक तलब अब 17,300 रुपियाँ निर्धारण गरिएको छ। सार्वजनिक ठाउँमा फोहोर फालेमा तत्कालै 500 देखि 5,000 रुपियाँसम्म जरिवानाको व्यवस्था गरिएको छ। काठमाडौँ उपत्यकामा झनै कडाई गरिएको छ। जातीय वा लैंगिक घृणात्मक अभिव्यक्ति सार्वजनिक रूपमा गरेमा 1 वर्षसम्म कैद वा जरिवानाको व्यवस्था गरिएको छ। नेपालीसँग विवाह गरेकै भरमा विदेशीलाई तुरन्त नागरिकता नदिने, 7 वर्षसम्म स्थायी बसोबास अनिवार्य तोकिएको छ। अब कर्मचारी र संस्थाबीच सहमति भएमा घरबाट काम वर्क फ्रम होम गर्न पाउने कानूनी व्यवस्था गरिएको छ।